हेलो नमस्ते साथीहरू, आज म फेरि आइसके फिसको चाहिँ रेसिपी लिएर फिस करीको। मैले फर्स्टमा चाहिँ ओइललाई चाहिँ मजाले तताएँ अनि त्यसपछि मैले छ्यापी कुटेको थिएँ, त्यसलाई चाहिँ मजाले फ्राई गर्दै। छ्यापीलाई फ्राई गरेपछि चाहिँ मैले मसलाहरूलाई चाहिँ फ्राई गर्नको लागि मसलाको लागि चाहिँ नुन, बेसार अनि जिराको धुलो अनि खुर्सानीको धुलो राखेँ। अनि त्यसपछि चाहिँ मैले अदुवा लसुनको पेस्ट र गोलबेरा राखेर चाहिँ मैले यसलाई मजाले फ्राई गर्दै। त्यसपछि चाहिँ फिसलाई राखेँ अनि एकछिन चलाएँ त्यसलाई। त्यसपछि चाहिँ मैले ढक्कन लगाइदिएँ। ढक्कन लगाइदिसकेपछि एकछिनपछि पाक्यो। अनि त्यसपछि चाहिँ अनि खाना मैले चाहिँ सर्भ गर्नुको लागि खानाहरू मजाले डेकोरेट गरेर राखेँ। Hope you guys like it. Thank you for watching. अरू पनि रेसिपीको लागि चाहिँ फलो गर्न नभुल्नु होला। थ्यांक यू साथीहरू।